नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। सर्लाहीमा करेन्ट लागेर 2 जनाको मृत्यु, 1 जना घाइते। प्रदेश 2 को सरकार विस्तार, सरकारद्वारा राजपाको 3 जना राज्य मन्त्रीमा नियुक्त। राष्ट्रिय सभाको आजको बैठक अवरुद्ध, अध्यक्ष तिमल सिन्हाले बैठक प्रारम्भ भएको जानकारी गराउन नपाउँदै सत्ता पक्षका सांसदहरूद्वारा बैठक अवरुद्ध। आतंककारी गतिविधिबाट आर्जित सम्पत्तिलाई नेपालमा भित्राउन नदिन सरकारले कडाई गरिरहेको अर्थमन्त्री डाक्टर खतिवड़ाको दाबी। र भूमि सम्बन्धी कामलाई सहज बनाउन मतहतका सबै निकायलाई कृषि मन्त्री खनालको कडा निर्देशन। अब समाचार विस्तारमा। सर्लाहीको हरिपूर्वमा करेन्ट लागेर 2 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। सोमबार साँझ घर बिजुली बत्ती बल्ने क्रममा बसन्तपुर 13 वर्षीय नरेन्द्र चौधरी र 14 वर्षीय सुनिता मण्डलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बिजुली बत्ती बाल्ने क्रममा नाङ्गो तारमा छोएपछि करेन्ट लागेको हुन सक्ने प्रहरीको आशंका गरेको छ। करेन्ट लागेर घाइते भएका फूलमती देवीको सर्लाही अस्पतालमा उपचार भइरहेको छ। लालबाबु राउत नेतृत्वको प्रदेश नम्बर 2 सरकारले मन्त्री परिषद विस्तार गरेको छ। प्रदेश सरकारले सत्ता गठबन्धन दल राष्ट्रिय जनता पार्टीबाट 3 सदस्यलाई राज्य मन्त्रीमा नियुक्त गरेको हो। अभिराम शर्मा सामाजिक विकास राज्य मन्त्री, सुरेश मण्डल उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री र डाक्टर डिम्पल झाले भौतिक योजना राज्य मन्त्री बनाएको छ। प्रदेश सरकारले नियुक्त गरेको राज्य मन्त्रीहरू 2-3 दिनभित्र शपथ लिने जनाएको छ। शर्मा महोत्तरी 3-1बाट र सुरेश मण्डल सिराहा 4-2बाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने झा रौतहटकी समानुपातिक सांसद हुन्। राष्ट्रिय सभा बैठक मंगलबार संसदीय अभ्यासमा विरलै देखिने दृश्य देखिएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हाले बैठक प्रारम्भ भएको जानकारी गराउन नपाउँदै सत्ता पक्षका सांसदहरू उठे, लगत्तै प्रमुख प्रतिपक्ष दलका सांसदहरू पनि उभिए। अध्यक्षले सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका सांसदहरूलाई बस्न आग्रह गर्दै नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिनुभयो। त्यसपछि बसेको प्रतिपक्षी दलका सांसद पनि उभिए। त्यसपछि अध्यक्षको अनुमति बिना नै दुवै पक्षका सांसदहरूबीच भनाभन सुरु भयो। प्रतिपक्षी दलका सांसदहरू उभिए विरोध जनाइरहेका बेला बोलेको नेकपाका मुख्य सचेतक भट्टराई सदन चल्नुपर्छ भन्दै जबरजस्ती सदन रोक्न पाइँदैन भन्ने अभिव्यक्ति राखेपछि फेरि काङ्ग्रेसका सांसद सुरेश पाण्डे र सरिता प्रसाईले प्रतिकार गर्नुभयो। त्यसैबीच बैठकमा होहल्ला सुरु भयो। जोर औला देखाई सांसदहरू भनाभन उत्रिन अध्यक्ष तिमल सिन्हा भने अनसन ग्रहण गर्न आग्रह गर्दै हुनुहुन्थ्यो। मान्य सदस्यहरू, राष्ट्रिय अध्यक्ष बोल्दै गर्दा पनि सांसद बोलिरहेपछि अध्यक्ष तिमल सिन्हाले आफूले बोल्दा बोल्न नमिल्ने भन्दै नियमावलीलाई स्मरण गराउनु परेको थियो। मान्यज्यूहरू बस्नु पर्यो। मान्यज्यूहरू बस्नु, समय पाउनुहुन्छ म समय उपलब्ध गराउँछु। मान्य सदस्यहरू, मान्य सत्ता पक्षका मानिसहरू बस्दिनु पर्यो। निकै समयपछि सत्ता पक्ष दलका सदस्यले अनसन ग्रहण गरेपछि प्रतिपक्ष दलका सदस्य उभिरहेपछि अध्यक्षले बैठक साउन 9 गते बुधबार बिहानसम्मका लागि स्थगित भएको जानकारी गराउनुभयो। कानून मन्त्री शेरबहादुर तामाङले राजीनामा दिने हुनुभएको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाको निर्देशनपछि उहाँले मंगलबार दिउँसो राजीनामा दिन लाग्नु भएको हो। मन्त्री तामाङले बंगलादेशमा MBBS अध्ययनरत नेपाली छात्रहरूबारे
आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो। उहाँले यो अभिव्यक्तिको चर्को आलोचना भएपछि पार्टीले उहाँले राजीनामा दिन निर्देशन दिएको हो। स्रोतका अनुसार सोमबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको बैठकले तामाङलाई राजीनामा दिन निर्देशन दिएको हो। पार्टीको निर्देशनपछि तामाङले पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी गर्नुभएको छ। यसअघि आफ्नो अभिव्यक्तिप्रति उहाँले माफी माग्नु भएको थियो। अब समाचारमा विश्रामपछि आतंककारी गतिविधिबाट आर्जित सम्पत्तिले नेपालमा भित्राउन नदिन सरकारले कडाइ गरिरहेको अर्थमन्त्री डाक्टर खतिवड़ाको दाबी। संसदीय सुनवाई विशेष समितिले प्रधान न्यायाधीशमा सिफारिस गरिएका दीपक राजयोशीको सुनवाई आगामी बिहीबार गर्ने निर्णय। र भूमि सम्बन्धी कामलाई सहज बनाउन मतहतका सबै निकायलाई कृषि मन्त्री खनालको कडा निर्देशन। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले आतंककारी गतिविधिबाट आर्जित सम्पत्तिले नेपालमा भित्रन नदिने सरकारले कडाइ गरिरहेको दाबी गर्नुभएको छ। अर्थमन्त्री खतिवड़ाले एसिया प्यासिफिक क्षेत्रका सबै राष्ट्रहरू मिलेर सम्पत्ति शुद्धिकरण अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा पनि जोड दिनुभयो। मङ्गलबार काठमाडौँमा आयोजित एसिया प्यासिफिक क्षेत्रको सम्पत्ति शुद्धिकरण सम्बन्धी 21को वार्षिक बैठकमा सम्बोधन गर्दै उहाँले सम्पत्ति शुद्धिकरणको अभियानलाई प्रभावकारी बनाउन नेपाल सरकारले विद्युतीय प्रणालीबाट आर्थिक कारोबार गर्न जोड दिएको पनि स्पष्ट पार्नुभयो। उहाँले नेपाल सरकारले सम्पत्ति शुद्धिकरणकै लागि सुशासन जोड दिएको पनि स्मरण गराउनुभयो। The massive application of digital technologies also in the form of fintech in finance have further raised the risk of money laundering. Digital money transfers, virtual mode of payments, also driven by cryptocurrencies and evolution of non-banking financing vendors, have complicated tracking of financial transactions. Real-time money transfers driven by new technology and multi-service institutions have made money laundering and potential use of such funds for criminal and illegal activities are much easier. As this calls for further intelligent and high-tech approach of the regulatory institutions and the governments, meetings like this would help us to strategize our policies and actors before we. अर्थमन्त्री खतिवड़ाले नयाँ प्रविधिको उपयोग गरेर सम्पत्ति शुद्धिकरण अभियानलाई सफल बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। एसिया प्यासिफिक क्षेत्रका सम्पत्ति शुद्धिकरणका क्षेत्रमा कार्यरत विज्ञहरू सहभागी भएको सम्मेलनको अवैधिक ढङ्गले हुने आर्थिक कारोबारलाई निस्तेज पार्न ठोस धारणा तयार गर्ने दाबी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई वार्तामा बसेर समस्याको समाधान गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री ओलीले काङ्ग्रेसले केसीको स्वास्थ्यमाथि राजनीतिक स्वार्थ जोडेर खेलबाड गरिरहेको आरोप लगाउँदै वरिष्ठ चिकित्सक केसीलाई सचेत पनि गराउनुभयो। सोमबार काठमाडौँमा पुष्पलाल स्मृति दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकार स्वास्थ्य शिक्षा क्षेत्रमा सुधार गर्न तयार रहेको उल्लेख गर्दै त्यसको नेतृत्व लिन पनि केसीलाई आग्रह गर्नुभयो। उहाँले केसीको वरिपरि बसेकाहरूले आमालाई घमलग्न अङ्गालो हालेर नाकको फुली थुते जस्तो व्यवहार गोविन्द केसीलाई वरिपरि रहनेहरूले गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो। म डाक्टर केसीले भन्न चाहन्छु, डाक्टर केसी आउनुहोस्, स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ तर्कपूर्ण बहस गरौँ। ल तपाईँ नै जिम्मा लिनुहोस् भनिराखेको छु म, तपाईँ जिम्मा लिनुहोस्, लिड गर्नुहोस्। के गर्नुपर्छ? आयोग चाहियो भन्नुहुन्छ, तपाईँ नै अध्यक्ष भएर गर्नुहोस् न त। आयोगको अध्यक्ष उहाँलाई नै बनाएर जिम्मा लगाइदिनु। गर्नु केही भए पो त के गर्नुपर्छ त्यो गर्नलाई होइन, समस्या खडा गर्ने समाधान।
प्रधानमन्त्री ओलीले गोविन्द केसीलाई उपचार गर्न नदिनुको कारण स्पष्ट पार्न पनि नेपाली कांग्रेसलाई चेतावनी दिनुभयो। उहाँले चिकित्सकहरूले अस्पतालको सेवा बन्द गराएकोमा पनि आक्रोश व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले आमरण अनसन मानव अधिकार विरोधी गतिविधि भए पनि त्यसको पक्षमा विरोध प्रदर्शन गरेको भन्दै मानव अधिकार कर्मीहरूप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले पूर्व प्रधान न्यायाधीश सुशीला कार्की जस्तो न्यायको सर्वोच्च निकायमा पुगेकाहरू निषेधित क्षेत्र तोड्न पुगेको भन्दै आपत्ति पनि जनाउनुभयो। तालो मारेर आमा भनेर कराउनेहरू नाकको फुली ध्यान छ। फुली चुनाव यसो नगर्न माग रहेछ। आज प्रधानमन्त्री ओलीले सरकार राष्ट्र निर्माणको अभियानमा जुटेको दाबी पनि गर्नुभयो। सरकार आवेश उत्तेजना जस्ता कुनै पनि गतिविधिमा संलग्न नहुने प्रधानमन्त्री ओलीको भनाइ छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जथाभावी नबोल्न चेतावनी दिएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरङ्कुश हुन नदिन आफूहरूको सरकार विरोध आन्दोलन सुरु गर्नु परेको पनि स्पष्ट पार्नुभयो। सोमबार पार्टीमा आबद्ध नेपाल महिला संघले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री केपी ओलीलाई देश र जनताप्रति जवाफदेही हुन पनि सचेत गराउनुभयो। वरिष्ठ नेता पौडेलले जनताको विरोधको आवाजमाथि जबरजस्ती प्रतिबन्ध गराउने कोसिस भइरहेको सरकार विरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिनुभयो। गोविन्द केसीको माग सम्बोधन नगरेको, नागरिक अधिकार हनन हुने गरी कडा कर बढाएको, काठमाडौँको विभिन्न स्थानमा निषेधित क्षेत्र तोकेको, महँगी नियन्त्रण नगरेकाले सरकार विरुद्ध आन्दोलन गर्नु परेको वरिष्ठ नेता पौडेलको भनाइ छ। प्रतिपक्षलाई आरोप लगाएर मात्रै उहाँ चोखिन सक्नुहुन्न, हुन पाउनुहुन्न। उहाँले जनताप्रति जवाफदेही हुनुपर्छ, देशप्रति जवाफदेही हुनुपर्छ र जनताका तीन वर्गप्रति जवाफदेही हुनुपर्छ। आज किसानहरू, आज जनताहरू आज ठाउँमा दुखित छन्। त्यसो भएको हुनाले यो मञ्चबाट म यो भन्न चाहन्छु कि सरकारको खिलाफमा यो सरकार निरङ्कुशतातिर जान नपाओस्। निरङ्कुशतातिर जान खोजिरहेको छ, एकौटीकरणतिर जान खोजिरहेको छ, पक्षपातको शासन फेरि लागू गर्न खोज्दैछ, कर्मचारी तन्त्रमा आतंक फैलाइरहेको छ र सारा समाजमा, नागरिक समाजमा। वरिष्ठ नेता पौडेलले सरकारलाई गलत बाटोमा जान नदिन पनि आफूहरूले खबरदारी गरिरहेको दाबी गर्नुभयो। लोकतन्त्रको बाटोमा अवरोध आउने काम सरकारबाट भए सह्य नहुने पौडेलको चेतावनी थियो। अब फेरि समाचारमा विश्रामपछि संसदीय सुनवाई विशेष समितिले प्रधान न्यायाधीश सिफारिस गरिएका दीपक राजयोशीको सुनवाई आगामी बिहिबार गर्ने निर्णय र भूमि सम्बन्धी कामलाई सहज बनाउन मतहतका सबै निकायलाई कृषि मन्त्री खनालको कडा निर्देशन। विश्रामपछि फेरि समाचारमा स्वागत छ। अब बाँकी समाचार। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले वरिष्ठ चिकित्सक गोविन्द केसीको मागलाई वार्ता मार्फत छिटो समाधान गर्न संवेदनशील भइदिन सरकारसँग आग्रह गर्नुभएको छ। पूर्व राष्ट्रपति यादवले वरिष्ठ चिकित्सक केसीको माग तत्काल समाधान भए त्यो जनताको हितमा हुने र उहाँको जीवनको पनि रक्षा हुने स्पष्ट पार्नुभयो। सोमबार शिक्षण अस्पताल महाराजगञ्ज पुगेर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि उहाँले सञ्चारकर्मीमा नगरिएको जीव धनको सुरक्षा गर्ने दायित्व सरकारले भएको पनि स्मरण गराउनुभयो। वरिष्ठ चिकित्सक केसीले पछिल्लो पटक आमरण अनसन सुरु गरेको 24औं दिन पुगेको छ। चिकित्सक समेत रहनुभएका पूर्व राष्ट्रपति यादवले केसीको स्वास्थ्य अवस्था संवेदनशील भएकाले सो समस्या समाधान गर्न ढिलाइ गर्न नहुनेमा पनि सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। जागिर छ त्यो त स्वास्थ्यको शिक्षा क्षेत्रमा जो विकृति छ त्यो बिगहरू कमिटीले
डाक्टर माथिमाको कमिटीमा सब धेरै विशेषज्ञहरूको कमिटीले चाहिँ यो शिक्षा क्षेत्रलाई कसरी सुधार्ने, उसको विकृतिलाई कसरी चाहिँ कि हटाउने, त्यसको बारेमा जुन अध्ययन दिएको छ त्यसलाई सबै सरकारले, सबै पार्टीले अहिलेसम्म त्यो गोविन्दजीसँग र त्यो समितिको जो रिपोर्ट छ त्यसलाई मानेकै छ। अब अहिले मैले उहाँको हेल्थ के कन्डिसन छ, मानवीय दृष्टिले मेरो कर्तव्य पनि छ कि उहाँको हेल्थ कस्तो छ त्यो चाहिँ बुझ्नको लागि आज 24 दिन भइसकेको छ। त्यसले गरेर कि कमसेकम अहिलेसम्म हेल्थ चाहिँ कि मेन्टेन भइरहेछ, त्यो चाहिँ कि शुभ एउटा राम्रो कुरा हो। अब मैले गभर्मेन्टलाई आग्रह गर्न चाहन्छु, सरकारलाई, कि यसलाई वार्ताद्वारा गभर्मेन्ट चाहिँ संवेदनशील भयो। पूर्व राष्ट्रपति यादवले सरकारले जुम्लामा अनसन डाक्टर केसीले काठमाडौँ ल्याएकोमा भने खुसी व्यक्त गर्नुभयो। वरिष्ठ चिकित्सक केसीको माग जायज भएकाले पनि सरकारले सो समस्या समाधान गर्न ढिलाइ गर्न नहुनेमा पनि राष्ट्रपति यादवको भनाइ छ। संसदीय सुनवाई विशेष समितिले प्रधान न्यायाधीशमा सिफारिस गरिएको दीपक राज जोशीको सुनवाई आगामी बिहीबार गर्ने निर्णय गरेको छ। संसदीय सुनवाई विशेष समितिको सोमबार बसेको बैठकले प्रधान न्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश जोशीको सुनवाई आगामी 10 गते बिहीबार गर्ने निर्णय गरेको हो। सिंहदरबारमा बसेको समितिको बैठकले जोशीमाथि परेको उजुरीमाथि आजैबाट छानबिन पनि सुरु गरेको छ। भोलि मङ्गलबार उजुरीसँग छलफल गर्ने गरी समितिले प्रधान न्यायाधीशमा सिफारिस गरिएका जोशीको उजुरीमाथि छानबिनको काम सुरु गरेको हो। जोशी विरुद्ध 5 वटा उजुरी परेका छन्। सो उजुरीमाथि स्पष्टीकरण लिन समितिले मङ्गलबार अपराह्न उजुरीकर्ताहरूसँग छलफल गर्ने निर्णय पनि गरेको समितिको जेठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो। समितिको गत साउन 3 गते बसेको बैठकले सरकारले प्रधान न्यायाधीशमा सिफारिस गरिएका जोशीको सुनवाई प्रक्रिया सुरु गरेको थियो। संसदीय सुनवाई विशेष समितिले अनुमोदन गरेपछि प्रधान न्यायाधीशमा सिफारिस जोशीलाई राष्ट्रपति विद्या भण्डारले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रबारी खनालले भूमि सम्बन्धी कायम सहज बनाउन मतहतका सबै निकायलाई कडा निर्देशन दिनुभएको छ। मन्त्री खनालले भूमि व्यवस्थाको कामलाई सहज बनाउने गरी संग्रहालय नै स्थापना गर्ने घोषणा पनि गर्नुभयो। सोमबार सिंहदरबारमा भूमि शब्दकोश नामक पुस्तकको विमोचन गर्दै उहाँले भूमि व्यवस्थालाई सहज बनाउन सरकारले आवश्यक सिर्जना बोर्डको व्यवस्था पनि सम्बन्धित निकायमा गर्दै लैजाने योजना अघि सार्नुभयो। अहिले सहज बनाउनुपर्छ, सरल बनाउनुपर्छ र साथै हाम्रा शब्दहरू लोप नहुन् भन्नको लागि फेरि हामीले त्यसलाई बारम्बार प्रकाशित पनि गर्ने मात्रै होइन, सङ्ग्रहालयको व्यवस्था गर्ने त्यति मात्रै होइन, आवश्यकता अनुसार अहिलेको प्रविधिसँग त्यसलाई जोड्ने। त्यो गर्दाखेरि मलाई राम्रो हुन्छ भन्ने लाग्छ र हाम्रो मन्त्रालयसित सम्बन्धित यस्ता कुराहरू छन् भने हामीले यसलाई अझ विस्तृत रूपमा चाहिँ कलेक्सन गरौँ, त्यसपछि त्यसको जगेर्ना गर्ने विधि पनि हामी गरौँ र आगामी दिनमा अन्य विधाहरूमा यो भूमिको शब्दसित रह्यो र यस्तै गरेर हाम्रा दैनिक काम कारबाहीहरूमा पनि सहजता ल्याउने कोसिस हामी गरौँ र त्यो गरियो भनेदेखि मैले केही दिन अगाडि सचिवज्यूलाई भनेको थिएँ, यो हाम्रो चाहिँ भूमि मन्त्रालयको तल गेट यो ढोकाबाट भित्र छिर्नासाथ एउटा यस्तो बोर्ड चाहिँ त्यहाँ देखिहालोस् कि एउटा बोर्ड चाहिँ त्यहाँ लगाइदिइहालौँ। तपाईँ अब जग्गा यी विषयसँग सम्बन्धित भएर आउनुभएको छ भने यो अध्ययन गरेर जानुहोस् भने जस्तो केही सरर र तपाईँको एउटा चार्ट त्यहाँ आओस्, त्यसपछि मान्छेले त्यहीँ हेरिहालोस् कि सरर र चाहिँ उसलाई चाहिँ दिमागमा जो नभई शब्दहरू त्यस्ता मालपोतमा हुनु पर्यो, अन्यत्र हुनु पर्यो, यस्ता चाहिँ ठाउँहरूमा राख्यौँ भने पनि यी शब्दहरूले धेरै हमला गर्छ र मलाई लाग्छ यो शब्दकोशले जिज्ञासुहरूलाई अहिले सबै आम जनतामा त यो नजाला तर चाहिँ कमसेकम जिज्ञासुहरूलाई के गर्छ भने यसले धेरै नै शान्त पार्ने कोसिस गर्नेछ।
सामुदायिक आत्मनिर्भर सेवा केन्द्र भन्थ्यो हामी माथिको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयद्वारा प्रकाशित पुस्तकमा भूमि सम्बन्धी शब्दहरूको अर्थलाई सरल ढङ्गले व्यवस्था गर्ने प्रयास गरिएको छ। जग्गा प्रशासनका सम्बन्धमा सेवाग्राही र सेवा प्रदायक संस्थाहरूबीच बुझाइ समस्या आउन नदिन पुस्तक उपयोग हुने कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले दाबी छ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। सर्लाहीमा करेन्ट लागेर 2 जनाको मृत्यु, 1 जना घाइते। प्रदेश 2 को सरकारको विस्तार, सरकारद्वारा राजपाको 3 जना राज्य मन्त्रीमा नियुक्त। राष्ट्रसभाको आजको बैठक अवरुद्ध, अध्यक्ष तिमल सिन्हाले बैठक प्रारम्भ भएको जानकारी गराउन नपाउँदै सत्तापक्ष सांसदहरूद्वारा बैठक अवरुद्ध। आतंककारी गतिविधिबाट आर्जित सम्पत्तिले नेपालमा भित्राउन नदिन सरकारले कडाई गरिरहेको अर्थमन्त्री डाक्टर खतिवडाको दाबी। र भूमि सम्बन्धी कामलाई सहज बनाउन मतहतका सबै निकायलाई कृषि मन्त्री खनालको कडा निर्देशन। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।